Hello everyone, welcome back to our YouTube channel. आजको भिडियोमा म तपाईहरुलाई अहिलेको टाइमको one of the best budget laptops under 1 lakh recommend गर्न लागेको छु। र यो ल्यापटप हो Lenovo IdeaPad 5। स्टुडेन्ट अफिस युजर्स अनि तपाईहरुले एउटा राम्रो रिलायबल ल्यापटप खोजिराख्नु भएको छ भने यो भिडियो एन्डसम्म हेर्नुस् किन भन्दा यो ल्यापटपले क्रेजी भ्याल्यु फर मनी दिन्छ। यो चाहिँ 14 इन्चको ल्यापटप हो, साइजमा कम्प्याक्ट, परफर्मेन्समा सलिड अनि डेली युजको लागि एकदम प्र्याक्टिकल ल्यापटप हो। सुरुमा यो ल्यापटपको डिजाइनबाट कुरा गरौँ किन भन्दा यो ल्यापटप एकदम नै स्लिक र प्रोफेसनल छ। यो फ्ल्याशी गेमिङ ल्यापटपहरु जस्तो छैन, एकदम क्लीन, मिनिमम र प्रिमियम लुक पाउनुहुन्छ। अब यसको वेटको कुरा गर्दा यो ल्यापटपको वेट पनि एकदम लाइट वेट छ। सो इफ तपाईहरु कलेज, अफिस अथवा ट्राभलको लागि क्यारी गर्न खोज्दै हुनुहुन्छ भने एकदम कम्फर्टेबल छ। ब्याकप्याकमा बोकेर हिँड्न पनि एकदम लाइट वेट फिल हुन्छ। एभ्रीडे ट्राभलको लागि पर्फेक्ट। अब पोर्ट्सहरुको कुरा गरौँ किन भन्दा पोर्ट्सहरु एकदम इम्पोर्टेन्ट कुरा हो। यो ल्यापटपको लेफ्ट साइडमा पाउनुहुन्छ दुईटा टाइप सी, एउटा HDMI र एउटा अडियो ज्याक, र यसको राइट साइडमा पाउनुहुन्छ दुईटा USB A पोर्ट, SD कार्ड रिडर र पावर बटन। एभ्रीडे युजको लागि पर्फेक्ट। युट्युब, ब्राउजिङ, वर्ड, एक्सेल अथवा मुभिज हेर्दा पनि कलर एकदम नै शार्प र भाइब्रेन्ट छ। लङ टर्म युज गर्न पनि कम्फर्टेबल छ। अब मेन कुरा गरौँ यो ल्यापटपको प्रोसेसरमा। यो ल्यापटपमा तपाईले पाउनुहुन्छ Intel Core Ultra 5 U सिरिजको प्रोसेसर जुनमा 12 कोर हुन्छ। डेली मल्टिटास्किङ, अनलाइन क्लास, अफिस वर्क, लाइट फोटो एडिटिङ, यो सबै कामहरु यो प्रोसेसरले स्मुथली ह्यान्डल गर्छ। ग्राफिक्सको कुरा गर्दा यो ल्यापटपमा इन्टेलको इन्टिग्रेटेड ग्राफिक्स पाउनुहुन्छ। हेभी डिजाइनिङ, हेभी गेमिङको लागि त हैन, तर लाइट डिजाइनिङ, एभ्रीडे भिजुअलको लागि पर्फेक्टली फाइन छ। अब स्पिड र स्टोरेजको कुरा गर्दा यो ल्यापटपमा तपाईले 8GB को DDR5 र्याम पाउनुहुन्छ र SSD चाहिँ 512GB को पाउनुहुन्छ, जुन अहिलेको टाइममा इज इनफ फर मोस्ट अफ द युजर्स। सो ओभरअल यो ल्यापटप चाहिँ पर्फेक्ट हुन्छ फर स्टुडेन्ट्स, अफिस युजर्स, रिमोट वर्कर्स र एभ्रीडे युजर्सको लागि यो ल्यापटप एकदम रिलायबल ल्यापटप हो। अब आउँछ सबैभन्दा इन्ट्रेस्टिङ पार्ट, प्राइस। यो ल्यापटपको मार्केट प्राइस चाहिँ 99,000 रुपीज हो, तर तपाईँ IDTI भिजिट गर्नुहुन्छ भने तपाईले पाउनुहुन्छ 9,000 रुपीज डिस्काउन्ट प्लस फ्री एक्सेसरिज पनि। So under 1 lakh मा यो ल्यापटप गिव्स यु डिजाइन, परफर्मेन्स, पोर्टेबिलिटी र भ्याल्यु फर मनी सबै एकैचोटी। तपाईको युजको लागि यो ल्यापटप सुइटेबल हुन्छ कि हुँदैन भनेर कन्फ्युज हुनुहुन्छ भने भिजिट IDTI। हामी तपाईको युजर्स बुझेर तपाईलाई बेस्ट ल्यापटप रेकमेन्ड गर्छौं। यो भिडियो इन्फर्मेटिभ लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्नुहोस् र यस्तै टेक रिलेटेड भिडियो चाहिएमा च्यानललाई फलो पनि गर्नुहोस्।